के तपाईँ पत्याउनुहुन्छ पुराण वाचन गरेकै भरमा केही वर्ष अगाडि कसैको हत्या गरिएको थियो। कारणले आफ्नो काम गर्नु, संसारमा दुईटा काम गर्ने व्यक्तिलाई कहिल्यै दुःख हुँदैन, त्यो बारम्बार भनिरहेको छु। उनी हुन् चर्चित पुराण वाचक पण्डित नारायण प्रसाद पोखरेल। उनको जन्म 2011 साल जेठ 32 गते गोर्खाको लामाचौरमा भएको थियो। कथाले यहाँहरूलाई मैले जुन कथाले प्रमाण गरिरहेको छु, अब यसको वर्णन म बताउँछु, सुन्नुहोस्। समाजसेवी मनोवृत्तिमा बाँधिएका नारायण पोखरेलको जन्म बुबा कृष्ण प्रसाद पोखरेल र आमा लक्ष्मी पोखरेलका दुईजना छोरामध्ये कान्छा छोरा थिए। 16 वर्षको उमेरमा माध्यमिक विद्यालय छिचोलेका नारायणले 19 वर्षको उमेरमा पुराण वाचक सुरु गरेका थिए। एसएलसी पास गरेपछि पोखरेल भागेर भारतको वृन्दावन पुगेका र त्यहाँ उनले श्रीनिवास भागवत विद्यालयमा शास्त्रीसम्म पढेका थिए। त्यसपछि उनी नेपाल फर्केका रहेछन्। नारायण प्रसाद पोखरेल नेपाली धर्म, संस्कृति र समाजसेवामा एक अनुपम व्यक्तित्व थिए। 2038 सालमा उनले आफ्नै जिल्लाको दरौदी नदी तटमा शिवपुराण वाचन गरी उठेको सम्पूर्ण धन शिव मन्दिर निर्माणमा समर्पण गरेका थिए। यहीबाट नेपालमा समाजसेवाका लागि पुराण वाचक गर्ने संस्कृतिको सुरुवात भएको थियो। क्यान्सर उपचार, वृद्धाश्रम, विद्यालय बाटो, स्वास्थ्य चौकी र खानेपानी जस्ता क्षेत्रमा करोडौँ रुपियाँ समाजसेवामा अर्पण गरेका थिए उनले। उनको जीवनकालमा 1136 महायज्ञ सम्पन्न भएका थिए। पोखरेलले 3 जनासँग बिहे गरेका थिए। 11 वर्षको उमेरमा पहिलो बिहे उमा खनालसँग भएको थियो। पछि घरायसी दबाब परेर 22 वर्षको उमेरमा उनको दोस्रो बिहे जयलक्ष्मी नेउपानेसँग भयो र पछि फेरि 36 वर्ष पुगेपछि कथा वाचनकै फेरोमा मालती पोखरेलसँग तेस्रो विवाह भएको थियो। यी 3 पत्नीबाट उनका 4 छोरा र 2 छोरी जन्मेका थिए। जेठी श्रीमतीबाट जन्मेका वाचन प्रवीण दिनबन्धु पोखरेलले भने आफ्नो बुबाको बिडो समाएरै अघि बढेका थिए। न काङ्ग्रेस, न एमाले, न माओवादी, न राप्रपा कुनै पनि दलको एउटा के भन्दाखेरि वर्चस्व कायम भएको हामीले अनुभूत गर्दैनौँ। त्यसैले 1 नम्बरमा त हामीले आज पनि सायदै कमै मात्र होलान् जसले नारायण पोखरेलको कथा वाचन नसुनेका, किनभने आजभोलि पनि बिहान 5 बज्ने बित्तिकै उनको पुराण रेडियोमा समेत बज्ने गर्छ। हरे हुर्कायौँ बढायौँ आर्जन खानुलाई, यो होइन रहेछ बुढेसकालमा शोक दिनलाई। हुर्कायौँ बढायौँ ए होइन रहेछ नारायण प्रसाद पोखरेल, जसलाई पुराण वाचक शिरोमणि भनेर समेत पूर्व राजा वीरेन्द्रले उपाधि दिएका थिए, उनको हत्या गरी 2062 साल वैशाख 23 गते मृत्यु हुन्छ। जसको कथा वाचन सुन्न वीरेन्द्र वीर विक्रम शाह समेत उनकै पुराण स्थलसम्म पुग्थे, आखिर उनको हत्या कसरी भयो त? 2062 साल वैशाख 23 गते जति बेला उनी विश्व हिन्दू महासङ्घको राष्ट्रिय अध्यक्ष समेत थिए, आफ्नो जीवनको 1136औं भागवत कथा र धन दान र जल महायज्ञ सम्पन्न भइरहेको समयमा पोखरेलको हत्या भएको थियो। बीबीसी नेपाली सेवाको रिपोर्ट अनुसार त्यस हत्याको जिम्मेवारी माओवादीको भातृ सङ्गठन दलित मुक्ति मोर्चाले लिएको थियो। नारायण पोखरेल पाल्पाको खानेपानी योगदानका लागि भागवत कथा तानसेनमा सम्पन्न गरेर रामपुरमा पुगेका थिए। यस लगत्तै रूपन्देहीको दुराक्षेमा क्याम्पस तथा विद्यालय बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त साप्ताहिकको पुराणको 6औं दिनमा 6 जना समूहद्वारा उनी बसेको गेस्ट हाउस अगाडि 9 राउन्ड गोली फायर गरी उनको हत्या गरिएको थियो। पिताको निधन भएपछि भने उनका छोरा दिनबन्धु पोखरेलले आफ्नो पिताको बिडो थामिरहेका थिए। उनले देश विदेशमा समेत भागवत पुराण सुनाउने गर्छन्। सबै खालका मानव निर्मित विभेदीकरणको अझ नेपालको सन्दर्भमा यो भन्नै पर्छ। अहिले नेपालमा लगाइएका विभिन्न कृत्रिम विभेदीकरणको समूल अन्त्य गर्ने काम हामीले माघबाट गरेका छौँ। शरीर रूपी दिए कर्म मन ढल्यो, माछा र कछुवा रूपी सारा सम्पूर्ण परिवार छोरा नातिले खाए। आफ्नो जीवन यतातिर गयो, अब जाने कहाँ हो मेरो सरकार, जीवन गयो खत्म भयो, नरकको बास भयो राजा प्राचीनभरि। यही कुरा तपाईँलाई मैले बताएको, मासु खान हुन्न भन्ने कथा यसैमा ल्याएको सरकार। यस्तो जीवन भएको कारणले जगत बुझाउनका लागि जीवनको व्याख्या मैले गरेको। अब आइन्दा तपाईँले मासु खान नहोला, खाएमा तपाईँ नरकको बास होला। जति तपाईँले गरेको पुण्य गर्नुभयो त्यो पुण्यको प्रभाव जसरी पाउनुपर्ने हो, पापको पनि त्यही प्रकारले भोग गर्नुपर्ने हुन्छ। जति शिकार खेलेर शिकारी भनेर हिँड्नुभयो तपाईँ, भोलि तपाईँलाई शिकार बनाएर उनीहरू सम्पूर्ण तपाईँले मारेका जति जनावरहरू शिकार खेल्दैछ
छन् तपाईँमाथि, कतिलाई पैँचो बुझाउनुहुन्छ? यदि मैले भनेको वचन मान्ने हो भने आजैका मितिबाट मासु छोड्नु पर्यो लौ त भन्दाखेरिमा हुन्छ मेरो परमात्मा आजैका मितिबाट म मासु छोडिदिन्छु भनिकन राजा जब त्यत्रो श्री सम्पत्ति सारा त्यागेर गङ्गा सागर सवारी हुनुभयो, लौ त मासु छोड्ने भए कतिजनाले छोड्ने हात उठाउँ त लौ त छ ल गोडा चारै बुढीले उठाए यता, गोडा 5-7ले उठाए यता, यता चाहिँ दाँत नमागा जस्तै उठाएका छन् धेरै जसका। ल भयो दाँत छैन हो कि बुहारीले खान नदिएर हो तिनीले उठाएका छन्। ल बसौँ र के गर्ने अब छाँडकाँड गर्ने कुसे सुन्नुभयो सौनकादि ऋषि प्रणाली अब यो श्रीमद् भागवत महापुराणको अहिलेकन 6 स्कन्धको पहिलो अध्याय। अब राजा परीक्षितले साह्रै संवेदनशीलबाट प्रश्न गर्नुभयो। म त साह्रै आत्तिएँ नि प्रभु, हजुरले भन्नुभयो अन्याय गर्ने नरकमा जान्छन्, अन्यायदेखि बाहेक त केही गरेकै छैन, अत्याचार पनि गरेकै हो राजा परीक्षित भन्नुहुन्छ, भ्रष्टाचार पनि गरेकै हो, घुसखोरी तस्करी पनि गरेकै हो, चोरी जारी पैठारी सारा मैले गरेको हो, गर्न हुँदैन भन्ने कुरा सारा गरिसकेकै हो, असल काम त गर्नै भ्या छैन, खराबमा समय सारा बित्यो, धर्म अर्थ काम मोक्षको स्रोत साधन मैले जुटाएको छैन प्रभु, सारा जीवनमा ठुलो घाटा पारेँ के अरे मैले, म त नरक जाने भयो। अब नरकबाट उद्धार हुने उपाय र सत्य कर्तव्य के हो ईश्वर, यो आज्ञा गरी बक्सोस् भनेर सोधा। लौ त महाराज अब नरकबाट उद्धार हुनेको शपथ नियमहरू यहाँलाई म बताउँछु, सुन्नुहोस्। नरकबाट उद्धार हुनका लागि एउटा अजामिल नाम गरेको ब्राह्मण थियो, अघि जन्मिएदेखि मरण पर्यन्त हरिको नाममा हरियोसम्म पनि नभन्ने, हरिको नाममा हरियोसम्म पनि नभन्ने, कहिले। यसै कारणबाट बुढाबुढीलाई हेला नगर्नु, सासूलाई हेला नगर्नु, बुहारी जति। सासू पनि बुहारीले पेटभरि खानिदिनु, कता कता गए खै। अहिले हालका बुहारीले त के रुवाई घुमाइरहेछ नि, के खाँदैन थियो र, अहिलेका बुढीहरूले चाहिँ बुहारीले खानिदिँदैन थियो कता कता, त्यस्तो त गएछन् छैन अहिले हाल त। ओह एउटी आमा ऊ त्यहाँ अगाडि देखेको छु त्यति हो, एउटा दोही रहेछ नि यहाँ भइगयो भयो। यही प्रकारको कुरो हो महाराज, यस प्रकारले सारा सम्पूर्ण प्रकारको नीति छ। कसैमाथि पनि सम्मान गर्नु, मर्यादा गर्नु, कसैलाई नोक्सान हुने काम गर्दै नगर्नु। यसरी मृत्युको हकमा प्राप्त भएर यस ठाउँबाट विधावादी भई प्रस्थान गरे अनि यमराज यस किसिमबाट गए। यमराज गइसकेपछि अनि हिरण्यकशिपुले महान तपस्या गर्यो, भगवान प्रसन्न हुनुभयो। तैँले त शरीरका भागहरू पनि काटेर फालिस, जब हाड मात्रै बाँकी रह्यो बाबा, शरीरमा झ्याउ मरिसक्यो, ल भन्न अब मैले के दिउँ त ब्रह्माजी भन्नुहुन्छ। अनि त्यस बेलामा हिरण्यकशिपु भन्दछन्, परमात्मा मैले विश्व ब्रह्माण्ड जित्न सकौँ, मलाई कसैले नसकोस्, चक्रवर्ती राजा हुँ, विश्व त्रिभुवनको भनेको थियो। होइन निमित्त नराखेसम्म त मैले वरदान दिन सक्दिनँ भन्नुभयो ब्रह्माजीले। त्यसो भएदेखि निमित्त राख्ने भए भित्र पनि नमरौँ बाहिर पनि नमरौँ।